मिनासान, कोनिचिवा, नमस्ते। जापानी भाषा नेपालीमा छिटो र सजिलोसँग सिक्नको लागि हाम्रो च्यानलमा यहाँहरूलाई स्वागत छ। वेलकम टु आवर च्यानल जापानिज लेसन। यदि तपाईलाई हाम्रो भिडियोहरूले जापानी भाषा सिक्न सहयोग गरेको जस्तो लागेको छ भने च्यानललाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई दबाउन नभुल्नुहोला। त्यसले यहाँहरूलाई पछि आउने भिडियोको बारेमा नोटिफाइड गर्नेछ र भिडियो मन परेको छ भने कृपया लाइक र सेयर पनि गरिदिनुहोला। धन्यवाद। यो भिडियोमा हामी एकदम सजिलो तरिकाले जापानी भाषा बोल्न सिकौं। शब्दहरूलाई प्रष्टसँग उच्चारण गरेर अभ्यास गर्नुहोला। दोहोऱ्याइ दोहोऱ्याइ पढ्नुहोस्, त्यसरी नै दोहोऱ्याएर सुन्नुहोस् र फेरि दोहोऱ्याइ आफूले पनि बोल्ने अभ्यास गर्नुहोस्। त्यति गरेपछि मजाले सजिलोसँग फरर बोल्न सकिन्छ। ल आउनुहोस् त सुरु गरौँ। सुमिमासेन, ताकुसी नो नोरिबा वा दोको देसु का? सुमिमासेन, ताक्सी नो नोरिबा वा दोको देसु का? भनेको चाहिँ एक्सक्युज मी, ट्याक्सी स्ट्यान्ड कहाँ छ? आसोको देसु, आसोको देसु। ऊ त्यहाँ छ भनेर पर देखाइएको छ। ऊ त्यहाँ छ। मास्सुगु इकु तो गिन्को नि चुकिमासु। मास्सुगु इकु तो गिन्को नि चुकिमासु भनेको चाहिँ सिधै गयो भने ब्याङ्कमा पुगिन्छ अथवा सोझै जानुभयो भने ब्याङ्कमा पुगिन्छ। गिन्को नो हिदारी गावा नि ताक्सी नो नोरिबा गा आरिमासु। गिन्को नो हिदारी गावा नि ताक्सी नो नोरिबा गा आरिमासु भनेको चाहिँ ब्याङ्कको देब्रेपट्टि ट्याक्सी स्ट्यान्ड छ। आरिगातो गोजाइमासिता। आरिगातो गोजाइमासिता। धन्यवाद। मिची ओ वातारु माए नि योकु दोचिरा मो मिते कुदासाई ने। मिची ओ वातारु माए नि योकु दोचिरा मो मिते कुदासाई ने भनेको चाहिँ बाटो काट्नु अघि राम्रोसँग अथवा राम्ररी चारैतिर हेर्नुस् है। बाटो काट्नु अघि राम्रोसँग चारैतिर हेर्नुस् है। कोनो मिची वा इत्सुमो कोन्देइरु। कोनो मिची वा इत्सुमो कोन्देइरु। कोन्देइमासु पनि भन्न सकिन्छ। कोनो मिची वा इत्सुमो कोन्देइमासु भनेको यो बाटो चाहिँ जहिले पनि भिड भइराख्छ। जहिले पनि भिड नै हुन्छ। हाई वाकात्ता। हाई वाकात्ता भनेको ए हो अथवा हस् बुझे भनेको हो। आक्की-सान, आशिता शोपिङ मोल दे आइमाशौ का? आक्की-सान, आशिता शोपिङ मोल दे आइमाशौ का? शोपिङ मोल भनेको सपिङ मल भनेको हो। मल। आकीजी भोलि चाहिँ मलमा भेटौँ न हुन्न अथवा मलमा भेटौँ न हुन्छ? ii kedo ame ga futtara uchi de yukkuri shitai desu. ii kedo ame ga futtara uchi de yukkuri shitai desu भनेको चाहिँ हुन त हुन्छ तर पानी पर्यो भने चाहिँ घरमै आनन्दले आराम गरेर बस्न चाहन्छु भनेको छ। नेहा-चाङ वा मेगा किराई desu ne. नेहा-चाङ वा मेगा किराई desu ne. नेहाजीको आँखा राम्रो छ अघि जी भन्नाले यो सानो जुनियर सानो बच्चाहरूलाई प्रयोग गरेको, त्यही भएर नेहा नानीको आँखा राम्रो छ है भन्न खोजेको हो यो। सोदा ने कावाई ओन्ना नो को देशो ने. सोदा ने कावाई ओन्ना नो को देशो ने भनेको चाहिँ त्यही त है, कति क्युट छिन् है नेहा नानी अथवा कति क्युट छिन् है, कति राम्री छिन् है नानी भनेको हो यो। निसी-सान, कोही ओ नोमिताई देसु का? निसी-सान, कोही ओ नोमिताई देसु का? भनेको चाहिँ निसीजी कफी पिउन चाहनुहुन्छ अथवा कफी पिउनुहुन्छ? नोमुका दोउका सिरिमासेन. नोमुका दोउका सिरिमासेन. पिउँ कि के गरौँ थाहै छैन। नेपारू ओचा ओ नोन्दा बाक्कारी देसु कारा? नेपारू ओचा ओ नोन्दा बाक्कारी देसु कारा? भनेको चाहिँ नेपाली चिया भर्खरै खाएको हुनाले भर्खरै खाएकोले पिउँ कि के गरौँ भन्न खोजेको हो यो।
寒い日だからもう一杯飲んでも構わないよ。寒い日だからजाडो दिन भएकोले मौ एक पाई नोन्दे मो कामवा नाइ हो। अझै एक कप अर्को एक कप पिए पनि के फरक पर्छ त? अर्को एक कप चिया खाए पनि फरक पर्दैन नि भनेको हो यो। हाई दाइजोबु, हाई दाइजोबु। हस् हुन्छ नि त। त्यसो भए हुन्छ नि त भन्न खोजेको हो यो। दाइजोबु भनेको हुन्छ नि त, ठिकै छ। その喫茶店に行きましょう。その喫茶店に行きましょう。भनेको चाहिँ त्यो क्याफेमा, किस्सा तेन भनेको चिया पसल, सानो पसल क्याफे, त्यो पसलमा जाउँ न त। ここでは車を止めてはいけません。ここでは車を止めてはいけません。भनेको चाहिँ यहाँ गाडी पार्क गर्न पाइँदैन अथवा गाडी पार्क गर्न मनाही छ। इकेमासेन भनेको मनाही छ। あそこに駐車場があります。あそこに駐車場があります。ऊ त्यहाँ, ऊ पर देखाएर ऊ त्यहाँ चाहिँ पार्किङ गर्ने ठाउँ अथवा गाडी पार्किङ छ अथवा पार्किङ लट छ भनेको हो यो। そうですね。そうですね。हो त अघि भनिएको हो यो। いらっしゃいませ。いらっしゃいませ。いらっしゃいませभनेको चाहिँ स्वागत छ। कुनै पनि पसलमा अथवा कुनै रेस्टुरेन्टमा खाने ठाउँमा जहाँसुकै पनि मानिसहरूलाई आफ्नो गेस्टहरूलाई ग्राहकहरूलाई स्वागत गर्दाखेरि स्वागत छ हजुरलाई के सेवा गरौँ भन्दाखेरि चाहिँ हजुरहरूलाई स्वागत छ के सेवा गरौँ भन्दा भनिन्छ いらっしゃいませ。2杯のコーヒーを入れていただけませんか2杯のコーヒーは入れていただけませんかभनेको 2 कप कफी बनाइदिनुहुन्छ कि भनेर बनाइदिनुहुन्थ्यो कि भनेर सोधिएको छ। はい、持ってくる。ちょっとお待ちください。はい、持ってくる。ちょっとお待ちくださいभनेको चाहिँ हस् हुन्छ म लिएर आउँछु एकैछिन पर्खनुहोस् है त। はい、いいよ。はい、いいよभनेको हस् हुन्छ भइहाल्छ नि। コーヒーをどうぞ。コーヒーをどうぞभनेको चाहिँ कफी आयो अथवाいいよकफी लिनुहोस्। कफी यहाँ छ लिनुहोस् भनेको हो यो। ありがとうございました。ありがとうございました。कफी पाइसकेपछि फेरि धन्यवाद छ। धन्यवाद भनेको 焼きたての美味しいパンもある。食べてみませんか फेरि साउजीले चाहिँ पसलेले चाहिँ सोध्नुहुन्छ 焼きたての美味しいパンもある。食べてみませんか भनेको चाहिँ भर्खरै पाकेको रोटी पनि छ। खाइ हेर्ने होइन त खाइ हेर्नुहुन्न र भनेर सोधिएको छ यहाँनिर। もちろん食べてみるよ。2枚ください。もちろん食べてみるよ。2枚ください。अवश्य पनि खाइ हेर्ने हो नि। हामीलाई 2 पिस दिनुहोस् भनेको छ। यहाँ माई लगाएर काउन्ट गरिएको छ। नि माई भनेर पाउरोटी अथवा बन अथवा कुनै पनि रोटीहरू गोलो डल्लो आकारको छ भने चाहिँ हामीले हितोत्सु फुतात्सु मित्सु योत्सु गरिकन गोलो वस्तुको काउन्टिङ युज गरिन्छ भने काटेर स्लाइस स्लाइस पारेपछि चाहिँ त्यसलाई पातलो वस्तुको राखेर इचिमाई निमाई गरिन्छ। त्यसैले निमाई कुदासाई भनिएको हो। हाई दोउजो। हाई दोउजो भन्नाले यो लिनुहोस् अथवा यो ब्रेड लिनुहोस् भनेको। 全部でいくらですか全部でいくらですかभनेको चाहिँ सबै गरेर 全部で भनेको टोटल टोटल गरेर सबै गरेर कति पैसा भयो पैसा सोद्धाखेरि इकुरा इकुरा देशु का 525 रुपी देशु 525 रुपी देशु भनेको चाहिँ 525 रुपैयाँ भयो टोटल भनेको हो। यो भिडियो तपाईलाई कस्तो लाग्यो? यदि केही प्रश्न जिज्ञासा छ भने कमेन्टमा लेखिदिनु होला। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
अर्को भिडियोमा फेरि भेट हुने नै छ। अहिलेलाई यति नै। माता ने।